48 सालमा जब पञ्चायत फालेर बहुदलीय व्यवस्था आयो अनि निर्वाचन हुने भयो। निर्वाचनमा मुख्य गरी कम्युनिस्ट र काङ्ग्रेस भिड्ने थिए। अनि चुनावको समय आयो अनि काङ्ग्रेसले चाहिँ कम्युनिस्टलाई भन्थ्यो, कम्युनिस्ट भनेको त यी जातभात नमान्ने, राजा नमान्ने, देउता नमान्ने, अनिखेर दाजुभाइ दिदीबहिनी हाडनाता नभन्ने, अनि 60 वर्ष पुगे बुढाबुढीलाई गोली ठोकेर मार्ने, अनि गाउँ गाउँमा ठुलो एरियामा चाहिँ भात पकाउने पाल हालेर अनि सबैलाई थाल बोकेर भात खान बोलाउने, अनि त्यति भात दिने, अनि पुगे पुग्छ नपुगे जा भनेर लखट्छ अब भनेर लगाइदिए। अनि त्यही भएर काङ्ग्रेसले बहुमत ल्यायो। अब बहुमत ल्याए पनि उसलाई उन्माद भयो। त्यो बहुमत चाहिँ फुट्यो के, 74 र 36 भनेर फुटे। अनि संसद पनि विघटन गरे है। अनि मध्यावधि निर्वाचन भयो। अब मध्यावधि निर्वाचन 51 भएपछि फेरि काङ्ग्रेसले पनि बहुमत ल्याउन सकेन, कुनै पार्टीले पनि बहुमत ल्याएन। अनि अल्पमतको रूपमा चाहिँ एमाले सरकार बनायो है, मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा। अनि खर मनमोहन अधिकारीले चाहिँ वृद्धहरूलाई चाहिँ भत्ता दिनुपर्छ, कम्युनिस्टले मार्छ भन्ने भ्रम चिर्नुपर्छ भनेर 100 रुपियाँ भत्ता बाँडिदिए। त्यो आज पनि चलिरहेछ है। त्यो कटौती गरौँ भने बुढाबुढीको भोट आउँदैन भनेर अरू दलले लाजगालले पनि अहिले दिइरहेछन्। अब 72 सालमा आएर फेरि सरकारले एउटा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको थियो। अब फेरि 82 सालमा आएर त्यो पुरानै सरकारले चाहिँ खोइ कता कता जालेमाले गरेर अब स्वास्थ्य चौकीमा लगाएर केन्द्रित गरिदिएको थियो। अब त्यहाँमाथि पनि अहिले जेएनजीको सरकार आएपछि त अब 3500 र 1 लाखको उपचार कहाँ गर्न पाइन्छ, सकिँदैन, सरकारले दिन सक्दैन भनेर भन्न थाल्यो है। जुन सरकार आए पनि गरिबको लागि आउँदो रहन्छ, उही धनीमानीको लागि, हुनीखानीको लागि। अनि उनीहरू चुच्चो मुच्चो मिलाउँदैछन्। हामी गरिबलाई कोही सरकार आए नि हेर्दैन के हेर्दैन।